नमस्कार दाजु। नमस्कार। हजुरको शुभ नाम? मेरो चाहिँ डाक्टर श्याम कुमार राई हो। श्याम कुमार राई। हाल यहाँ कुन ठाउँमा बस्नु भएको छ? परिचय खुलाइदिनु भयो राम्रो हुन्छ। म मजाले खुलाइदिन्छु। हजुर। म अहिले मोरङको हजुर जातिफुला भन्ने गाउँमा हजुर भनौँ न यो के भन्छ मिग्लाजुङ 2 मिलाजुङ 2 हजुर जातिफुला। अनि हजुर कति सालमा जन्मिनु भएको? जन्म मिति भन्न मिल्छ? मजाले मजाले हजुर मजाले भयो। हजुर म 2024 सालमा जन्मेँ। 24 सालमा जन्मनुभएको। अनि ल ठिक छ, खुसी लाग्यो दाजु। एउटा हजुरको एउटा जीवनमा घटेको घटना चाहिँ म तपाईँलाई हिजोअस्ति मैले सुने। हजुरले एकचोटि सानो घरैसी वाद विवाद गर्दाखेरि घर आगो लगाइदिनु भएछ के? त्यतिखेरको एउटा छोटो सम्झना यसो हजुरले भनिदिनु न। यो चाहिँ यस्तो भयो कि अब तपाईँहरूलाई सुनाउनै पर्ने भयो मैले। किन यो त जीवन्त काल रहने भयो कि यो इन्टरभ्यू र यो हाम्रो भिडियो चाहिँ। त्यो कुरा तपाईँले यसरी बुझ्दै जानु होला, म भनिदिन्छु है त। है हजुर त्यो के भयो भने घरायसी विवाद सुरु भयो। हजुर भाउजूसँग। तर भाउजू बितेर गइसक्नु भएको छ। भाउजू बितिसक्नु, त्यही भएर अहिले हामी इन्टरभ्यू लिँदैछौँ। बितिसक्नु भएको छ। हजुर हजुर बितिसक्नु भएको छ। हजुर। अनि सामान्य विवाद रहेका थियो। त्यतिखेर भनेको कसैको बिहे थियो अरे? त्यो बिहे थियो पछि यो के अरे हाम्रो धामी बाजेको छोरी कि छोराको थियो है। हाम्रो चाउरेपा बाजेको आपाको। त्यहाँ गएको थियौँ। अनि त्यहाँ कसो गर्दाखेरि अलिक कुरा मिलेन छ हाम्रो भाउजूसँग होइन। भाउजूसँग कुरा नमिलेपछि जाउँ भनेको छु मैले। अब उनीहरू एकछिन रमिता हेर्ने विचार गरे आएर सकेर भाउजू पैसा थियो मसँग लगभग 30,000 रुपियाँ। त्यही बेलाको कुरो? भन्दा 15-20 वर्ष अगाडि कुरो। 15-20 वर्ष त्यति ठेका कुनै थियो? पैसा त हिसाबै थिएन। पैसा थिएन। 15-20 हजार रुपियाँ पैसा मसँग थियो, 30,000 जति। हजुर। त्यो पैसा चाहिँ भाउजूले बोक्नु भएको थियो क्या। ल तिमीले जाँदैनौ भने म जान्छु त्यो पैसा दिनु भन्दो रहेछु मैले चाहिँ होइन। अनि भाउजूले चाहिँ दिनु मान्दैन रहेछ। नमानेपछि अनि त्यहाँनिर चाहिँ कसो गर्दै यो घरमा निकै ठुलो विवाद भयो। अनि म एक्लै आएछु त्यहाँदेखि हिँड्दै यतिखेर चाहिँ म सिरमानेमा भाउजूकोमा आइपुगेको थिएँ। यतिखेरको बेला? बेलुकाखेर यतिखेर म त्यहाँ आइपुगेको थिएँ। त्यहाँ आएपछि चाहिँ अनि भाउजूले भन्यो लेखा तसेर आउँछ होला होइन। भाउजू माथि म त तिर्खा लगाएर यहाँ पसेको भने। अनि भाउजूले जाड बनाएर दिनुभयो। खाबा टडुङ भन्ने निटुङ खाएर न। अहिले पनि भाउजूले मलाई त्यति राम्रो हेर्नु नराम्रो दृष्टिकोणले हेर्दैन। अलिक अझै निकै नै मसँग गफ छ त्यसको। तर थोरै मात्रै भन्नु है त अहिले। ठिक छ। अनि त्यहाँदेखि खाएर आएछु। अनि खाएर आएपछि अनि मलाई कुन शोक लाग्यो भने त्यतिखेर तेरो भाउजूले मलाई के भनेको थियो भने नि तँलाई म ठ्याक्क खडक राई जस्तो बनाइदिन्छु भनेको थियो भनेर धम्की दिनुभयो। धम्की जस्तै। अनि खडकलाई हेरेँ मैले, खडकको बिचरा उसको घरमा थर्को रहेछ। ओहो त्यस्तो हो, मलाई पनि त्यस्तै बनाउने हो। मेरो आँट आइहालेछ है। आँट आइहाल्यो। घरमा आएर अनि पर आमा भएकोमा गएँ। त्यतिखेर पारी हुनुहुन्थ्यो। आमाले मलाई एउटा गुठो दिनु पऱ्यो। म त आँखा देखिनँ हौ। आँखा देखिनँ। तर दिमागमा चाहिँ के गर्छु भनेर चाहिँ तपाईँले आफैले निर्णय लिनु भएको थियो? उस्रिङ हो नि त, मेरो दिमाग त उस्रिङ हो। उस्रिङ खालको लाग्यो। उस्रिङ भयो। अनि आमाले देन हौ कुबारे भनौँ होइन। म आँखा देखिनँ, म एक्लै छु भनेर चाहिँ मेरो फोन छैन त घरमै छैन हौ किन। अनि त्यहाँदेखि चाहिँ घरमा एउटा गुठो दिएर आमाले पठायो। डराउनु भएको थिएछ त्यतिखेर। शङ्का लागेको छ। आगै नहुनेको के आज श्यामले आगो माग्यो भनेर डराउनु भयो जस्तो लाग्यो। अनि आएछु र अनि चाहिँ त्यो सानो मिनी साइजको घर थियो होइन। टाढै थियो फुसको छानो। के अरे सालिमखर। कति सालतिरको कुरो हो लगभग? यो त कति सालतिर हो 50
कि कति 60 हो मैले सो 60 तपाईँको बाबुहरू कुन कुन भएको थियो नवीन जन्मे थियो नानी नवीन थियो नवीन त ठुलै थियो होइन अनि के पछाडि यमन पनि थियो यमन पनि थियो अनि साइलो पनि थियो के पछाडि पो रहेछ काइला पनि थियो सानो नानी त्यो लगभग 52-53 तिरको कुरा रहेछ 52-53 54 को हारारी 55 तिरको रहेछ रहेछ अनि आएर अफ मात्रै फुकेर त्यो अगुठो फुकेको फेरि त्यो अगुठो पनि नहुने बेलामा नि बलिहाल्यो कति मजाले बलेको झ्याप्पै मात्रै यसरी उफ पारेर मात्रै गरेको थियो त्यो आगो त नि बाबिएको खर थियो होला बाबियो सालिमाको वैशाखको खडेरीको दिन अफ मात्रै पारेर छोडिदिएको थियो तेरीमा कान्छा आगो त एकै तालमा धुरीमा पनि निक्ल्यो धुरीमा पुग्यो अरे अनि मैले सुने अनुसार तपाईँ चाहिँ पारी बाँसफेरि पारी गएर चाहिँ के गर्दा मार्नु कता बिग्रिरहेको सकिँदैको धुरीमा आगो पुग्यो अब जड्नु थाल्यो हेर्नुहोस् है अब त्यो डाँडाहरू भत्किनु सुरु गर्यो धान थियो एक बकारी अब के हेर्नु मारिसक्छु अब भाग्नु पर्यो भने पाक्यो नि अब पारी गएर हेर्नु पर्यो के ल एकछिन पारी गएर हेरेँ डनै आगो जलेको छ सानो आगो हो घरको आगो त त्यति सजिलो हुँदैन पो त कति खतरा हुँदो रहेछ मेरो आँखाले आगो बलेको मेरो घरकै हेरेको छु त्यति मिठो बल्दो रहेछ तपाईँको जीवनमा अविस्मरणीय र कहिले बिर्सन नसक्ने घटना त्यो हो आफ्नै घर आगो लगाएर मजाले पारी गरेर ठुलो हेर्ने मान्छे तपाईँ हुनुहुन्छ म यो अनि त्यो पछुताउने पनि म हो यस्तो गर्नु हुन्थेन भनेर अन्तिममा त याद आयो नि त मलाई बिग्रिदिएको हाल्नु न लु धन्यवाद दादा